समाजवादी एकीकृतका मुख्यमन्त्री राजेन्द्र राईले बहुपहिचान इतिहासको आधारमा चाहिँ नि किराँत लिम्बुवान र सगरमाथा नाम चाहिँ उहाँले प्रस्ताव पेश गर्नुभएको थियो र त्यो नामलाई चाहिँ अस्वीकार गरेर साँच्चै भन्ने हो भने पहिचानलाई नामित गर्न खोजिएको भन्ने चाहिँ नि बुझ्न गइन्छ। र योभन्दा अगाडि माओवादी चाहिँ नि पहिचानको ठुल्ठुलो कुरा गरेर थाक्दैन थियो, तर अहिले आएर एमाले र काङ्ग्रेसको एकै कित्तामा उभिएर चाहिँ नि उनले काम गर्न थालेपछि अब उनी चाहिँ नि पहिचानवादी नभएर एमाले काङ्ग्रेसको एउटै ड्याङमा अथवा एउटै घाँटी जोडेर चाहिँ अगाडि बढेको देख्न थालियो। यदि तपाईँ हामी बढेनौँ भने हामीलाई चाहिँ नि सधैँ यसरी नै कुल्चेर धुलो पिठो बनाउनेछन्। हिजो जसरी राजाको शासन हुँदा हामीलाई धुलो पिठो बनाएको थिए, त्यस्तै हामी चाहिँ नि उनीहरूको चाहिँ नि एउटा नोकर भएर बाँच्नुपर्ने दिन आउँछ। नमस्ते यहाँहरू सम्पूर्णलाई, म टङ्क सम्माम्पेको तर्फबाट यो विचार श्रृङ्खलाबाट यहाँहरू समक्ष निरन्तर म प्रस्तुत भइरहेको छु। यहाँहरूलाई के कस्तो लाग्छ त्यो विषयमा तपाईँले आफ्नो कमेन्ट, आफ्नो धारणा तल कमेन्ट बक्समा राख्न सक्नुहुन्छ। र यदि तपाईँहरूले यो च्यानल पहिलोपटक हेर्दै हुनुहुन्छ भने कृपया लाइक, सेयर र सब्सक्राइब गर्नुहोला। यहाँबाट मैले आफ्नो विचार लगायत विविध कुराहरू चाहिँ म प्रस्तुत गर्दै जानेछु र यदि यो मेरो प्रस्तुतिले तपाईँहरूलाई केही साथ र सहयोग मिल्यो भने म आभारी हुनेछु। र आज चाहिँ म खास प्रदेश नम्बर 1 चाहिँ नै कोशीको रूपमा नामाङ्कन किन भयो र कसरी भयो र आजको दिन चाहिँ नै त्यो नामाङ्कन भएको विषयमा चाहिँ नै विधा पनि भइरहेछ। हेर्नुहोस् प्रदेश नम्बर 1 मा र यो 2079 फागुन 17 गते बुधबारको दिन चाहिँ नै प्रदेश सभा मार्फत यो चाहिँ नै कोशी नाम चाहिँ नै पारित गरिएको छ। योभन्दा अगाडि जसपा र समाजवादी एकीकृतका मुख्यमन्त्री राजेन्द्र राईले बहुपहिचान इतिहासको आधारमा चाहिँ नि किराँत लिम्बुवान र सगरमाथा नाम चाहिँ उहाँले प्रस्ताव पेश गर्नुभएको थियो र त्यो नामलाई चाहिँ अस्वीकार गरेर जम्मा नेकपा एमाले, काङ्ग्रेस र माओवादी एकै कित्तामा उभिएर कोशी नाम चाहिँ नि पारित गरेका छन्, जसमध्ये 82 मत चाहिँ नै पक्षमा झरेको छ भने विपक्षमा 4 मत झरेको छ। त्यो विपक्षमा उभिने चाहिँ नेकपा एकीकृत समाजवादी रहेको छ र त्यो सँगसँगै जसपा कि सांसद अथवा मन्त्री एकजना हुनुहुन्थ्यो, उहाँ चाहिँ नि भोट दिनभन्दा अगावै उहाँ चाहिँ बाहिर हुनु भएकोले चाहिँ ढोकामा उनी थुनिएकोले उनले चाहिँ नि आफ्नो मत जाहेर गर्न पाइनन् र उनको भनाइअनुसार चाहिँ उनी पनि विपक्षमा रहेकी थिइन् र पक्षमा 82 र विपक्षमा 5 मत झरेको चाहिँ अनुभव गर्न सकिन्छ। खास गरेर कोशी नाम राख्नको लागि एमाले सांसद रामबहादुर राणा प्रस्तावक रहनु भएको थियो भने एमालेकै सांसद निरन राई र काङ्ग्रेसका भूमि प्रसाद राजवंशी समर्थक रहेर प्रस्ताव गरिएको चाहिँ नि पक्षमा चाहिँ नि 82 मत झरेर हिजो कोशी प्रदेश चाहिँ नि नामाङ्कन पुरा भएको छ। यो अहिलेसम्म नेपालमा जम्मै नदीकै नामहरूमा चाहिँ नि सहमत भएको देखिएको छ, मात्र मधेस चाहिँ नै कोशीको नाममा रहेको देखिन्न। अब यो हेर्दाखेरि अब साँच्चै भन्ने हो भने पहिचानलाई नामित गर्न खोजिएको भन्ने चाहिँ नि बुझ्न गइन्छ। र योभन्दा अगाडि माओवादी चाहिँ नि पहिचानको ठुल्ठुलो कुरा गरेर थाक्दैन थियो, तर अहिले आएर एमाले र काङ्ग्रेसको एकै कित्तामा उभिएर चाहिँ नि उनले काम गर्न थालेपछि अब उनी चाहिँ नि पहिचानवादी नभएर एमाले काङ्ग्रेसको
एउटै ड्याङमा अथवा एउटै घाँटी जोडेर चाहिँ अगाडि बढेको देख्न थालियो। अब यो हिसाबमा चाहिँ अब नेपालमा पहिचान मास्ने, सङ्घीयतालाई पनि फेल गराउने अनि त्यहाँ भएका जनजातिहरूमाथि चाहिँ टाउको टेक्ने काम चाहिँ भइरहेको अवस्था छ। हेर्नुहोस्, अब यो अवस्थामा अहिले कोशी नाम चाहिँ प्रदेश नम्बर 1 मा सांसदले पास गरे पनि त्यहाँको जनताले चाहिँ सर्वस्वीकार्य मानिरहेको छैनन्। हिजो पारित गरियो, पारित गर्दा गर्दै पनि विरोध भइरहेको थियो। तर चाहिँ नि विराटनगरमा चाहिँ नि कर्फ्यू लगाएर कतै विरोध गर्न नपाइने अवस्था चाहिँ नि त्यहाँको मुख्यमन्त्री जो हिक्मत कार्की हुनुहुन्छ उहाँले चाहिँ नि त्यस्तो रुलिङ गरेर चाहिँ प्रदेश सभाबाट चाहिँ पारित गरिएको। हेर्नुहोस्, यो एक प्रकारले के भन्दाखेरि चाहिँ नि यो सत्ताका मान्छेहरूले चाहिँ नि जनताहरूमाथि चाहिँ नि लाद्ने काम गरिएको। हेर्नुहोस्, हामी त्यो कोशीको विपक्षमा छौँ। किन भन्दाखेरि त्यहाँको इतिहास र भूगोलले के भन्छ? किराँत एउटा इतिहास हो, लिम्बुवान एउटा भूगोल हो। लिम्बुवान भूगोल पनि हो, इतिहास पनि हो। किराँत इतिहास पनि हो, भूगोल पनि हो। र त्यहाँको पहिचानको रूपमा चाहिँ नि इतिहास र भूगोललाई चाहिँ नि सम्मान गर्नुपर्छ भन्ने चाहिँ नि धारणा हो। तर सत्तामा रहेका एमाले, काङ्ग्रेस, माओवादीहरूले चाहिँ के सम्झिन्छन् भने लिम्बुवान चाहिँ नि जाति विशेष हो, किराँत पनि जाति विशेष हो भनेर भन्छन्। अब राईहरूले चाहिँ नि एक प्रकारले उहाँहरूको नामको पछाडि एउटा टाइटलको रूपमा किराँत लेख्नुहुन्छ। त्यो भएकोले उनीहरूले चाहिँ नि किराँत चाहिँ राई विशेष हो, राई जाति विशेष हो भन्ने गर्छन्। तर यो जाति विशेष नभएर इतिहास विशेष हो, भूगोल विशेष हो। यो कुरा चाहिँ सत्ताधारीहरूले चाहिँ नि पूर्ण रूपले अध्ययन गर्नु पर्यो। अध्ययन बिना नै चाहिँ नि यिनीहरू जाति विशेष चाहिँ नि प्रदेशलाई टुक्र्याउन लागे, यिनीहरूले चाहिँ प्रदेशलाई खत्तम बनाउन लागे भनेर चाहिँ नि सत्ताधारीहरू चाहिँ नि एकदमै सशङ्कित भएको देखिन्छ। किन भन्दाखेरि यसरी सशङ्कित भएको कारणले पनि प्रदेश नम्बर 1 चाहिँ कोशी राख्न पुगेको। कोशी पनि एक प्रकारको नस्लवादीय चिन्तन, ब्राह्मणवादीय चिन्तनमा चाहिँ आधारित छ। किन कोशी भनेको कौशिक ऋषिको नामबाट चाहिँ नि नामाङ्कित गरिएको क्षेत्र हो। हेर्नुहोस्, किन भन्दाखेरि कोशी त्यसै राखिएको नाम होइन, ब्राह्मणवादी चरित्रमा चाहिँ नि आधारित छ र ब्राह्मणहरूले अथवा हिन्दूसँग सम्बन्धित कुरा हो। हेर्नुहोस्, नेपालमा अब एउटा धर्मनिरपेक्ष भएकोले कुनै पनि धर्मसँग सम्बन्धित नाम र चरित्रसँग विशेष जोडेर राख्न पाइन्न। किन भन्दाखेरि अहिले नेपाल भनेको धर्मनिरपेक्ष हो। कसैले पनि एउटा धर्मलाई हवाला गर्न पाइँदैन। हेर्नुहोस्, धर्म यदि हिन्दूले हामी हिन्दू हौँ भनेर चाहिँ त्यहाँ ठुलो कुरा गर्यो भने हामी त्यसको विरुद्धमा जान सक्छौँ। किन भन्दाखेरि नेपाल चाहिँ एउटा कुनै पनि धर्म विशेषमा छैन। हेर्नुहोस्, त्यही भएकोले हामी चाहिँ के भन्न चाहन्छौँ भन्दाखेरि कुनै पनि धर्मसँग नजिक रहेर त्यो काम गर्न पाइन्न। जाति भूगोललाई समर्थन गरेर अथवा इतिहासलाई समर्थन गरेर प्रदेश नम्बर 1 को नाम चाहिँ लगभग किराँत लिम्बुवान भनेर चाहिँ हामीले नामाङ्कन गर्न खोजेको। त्योभन्दा विशेष नाम अरू हुन सक्दैन। हेर्नुहोस्, र त्यो नामले नै विशेष सम्बोधन गर्यो भने त्यो प्रदेश नम्बर 1 लाई चाहिँ नि एकदमै राम्रो हुन्छ। हामी त्यही पक्षमा छौँ। र अब अहिले एक प्रकारले कोशी नामाङ्कन गरेर त्यहाँ विद्रोहको बिउ रोप्ने काम गरिएको छ। जुन मुख्यमन्त्रीले त्यो काम गरेका छन् त्यो अब बिस्तारै विद्रोहमा परिणत हुँदैछ। र यो विद्रोहलाई समर्थन गर्ने हजारौँ मान्छेहरू अगाडि बढिसकेका छन्। अब एक प्रकारले शान्तिपूर्ण विद्रोह गर्दाखेरि यो नहुने स्थिति पनि देखा परिसकेको छ। त्यसो भएकोले लिम्बुवानमा रहेका, खम्बुवानमा रहेका जति पनि पहिचानवादी चाहिँ नि जनताहरू अब एकजुट भएर अगाडि बढ्न जरुर छ। यदि तपाईँ हामी बढेनौँ भने हामीलाई चाहिँ नि सधैँ यसरी नै कुल्चेर धुलो पिठो बनाउने छन्। हिजो जसरी
राजाको शासन हुँदा हामीलाई धुलो पिठो बनाएको थिए, त्यस्तै हामी चाहिँ उनीहरूको चाहिँ एउटा नोकर भएर बाँच्नुपर्ने दिन आउँछ। यो एउटा अहिले यो 20औं 21औं शताब्दीमा आएर पनि हामी त्यसरी बाँच्न सक्दैनौँ र बाँच्नु पनि हुँदैन। हेर्नुहोस्, हाम्रो पहिचानको निमित्त हामी लडेनौँ भने हाम्रो अस्तित्व हुँदैन। सह अस्तित्वको समय आउने समयमा चाहिँ खालि अरूको अस्तित्व स्वीकार गरेर हामी बाँच्न चाहँदैनौँ। त्यसो भएकोले प्रदेश नम्बर 1 कोशी हामी स्वीकार्य छैन र स्वीकार गर्दैनौँ। हामी चाहिँ जो एउटा हाम्रो पहिचानको मुद्दा छ त्यो स्वीकार्य छ। त्यो पहिचानको मुद्दा भनेको लिम्बुवान किराँत हो। हेर्नुहोस्, हामीले चाहेको नाम पनि त्यो हो र त्यो हुनुपर्छ। हामी त्यो लडेरै भए पनि त्यो लिन तयार छौँ। कोशी हाम्रो लागि सर्वस्वीकार्य छैन र हामी सम्पूर्ण प्रदेश नम्बर 1 का जनताले कोशीको विरुद्धमा लड्न जरुरी छ। हामी हाम्रो पहिचानको संरक्षण गर्नको निमित्त पनि यो काम गर्न जरुरी छ। हस्त, नमस्ते।